दर्शक श्रोताहरू, यति बेला भुन्टीले भने आफू गर्भवती भएको कुरा अझसम्म मुख खोलेकी छैनन् हो साथीहरू। कोही कसैलाई पनि भुन्टीले यो कुरा भन्न चाहेकी छैनन्। मनै निकै पीर चिन्ता मान्दै अब भूपेन्द्रलाई सम्झँदै रोइरहेको अवस्था छ हो साथीहरू। यता भुन्टीका दाजु टोकलेले भने अझै त्यही पापीलाई सम्झँदै रुँदै बस्दै गरिरहेका छौ होइन तिमी। यस्तो नगर न बहिनी, अब तिमी र मेरो लागि काम खोजिसकेको छु। हामी दुवैजनाले काम गर्नुपर्छ। हाम्रो भाग्यमै रहेनछ हामी दुवैजनाले माया गरेको मान्छेको माया र साथ सपोर्ट पाउनका लागि भनेर निकै सम्झाइरहेको हामीले देख्न पाउँछौँ हो साथीहरू। यता भूपेन्द्र भने तरुणीसँग यानि कि गर्लफ्रेन्डसँग मोज मस्ती गर्दै होटलमा रात बिताइरहेको अवस्था छ हो साथीहरू। जब भूपेन्द्रका दाजुले गाडीमा तरुणीसँग भूपेन्द्रलाई साथै देखेपछि अब भने भूपेन्द्रका दाजुले भूपेन्द्रलाई शङ्काको घेराउमा राख्न थालेका छन् हो साथीहरू। अब पक्कै पनि भुन्टी यसै यो घर गएकी होइन होला। पक्कै पनि भूपेन्द्र कोही केटीसँग लागेर भुन्टीलाई दुःख दिएर नै यो घर भूपेन्द्रलाई छाडेर गएको हुनुपर्छ भनेर निकै कुराकानी गरिरहेको अवस्था छ हो साथीहरू। यता अब भूपेन्द्रलाई भने भूपेन्द्रका दाजुले निकै कल गरिरहने क्रममा यता फोन पनि नउठाएपछि आफ्ना भाइ भीमलाई भने भूपेन्द्रले दाजुले निकै फोन गरिरहनु भएको छ। म आज साथीकोमा रात बिताएको छु, यही कुरा दाजुलाई भन्दे है भनेर खबर छाडेका हुन्छन् भने यता भीमले पनि साँच्ची नै केटा साथीकोमै हो र दाजु भनेर प्रश्न गरिरहेको अवस्था थियो हो साथीहरू। यता जब भूपेन्द्रका दाजुलाई भूपेन्द्रप्रति शङ्का जागेको हुन्छ अब भने भूपेन्द्रका दाजुले फेरि फोन गरेका हुन्छन् भने अब भूपेन्द्रसँग कुराकानी गरेका हुन्छन्। मेरो फोन उठाउनका लागि तँलाई किन यति धेरै गाह्रो भयो भनेर प्रश्न गरिरहने क्रममा म साथीकोमा छु, मैले भाइलाई सबै कुरा भनेको छु, म आज आउँदिनँ भनेपछि भूपेन्द्रका दाजुले पनि अब भूपेन्द्रलाई तेरो साथीसँग म कुराकानी गर्छु फोन दे भनिरहेका अवस्थामा अब भूपेन्द्रले भने आनाकानी गर्दै अब फोन दिन चाहिरहेका हुँदैनन् हो साथीहरू। त्यसो भए अब भूपेन्द्रले फोन राख्न हतार गरिरहेका हुन्छन्। तँलाई फोन राख्न हतार भएको छ होइन, फोन राख अनि मलाई त अहिले कहाँ छस् त्यो लोकेसन सेन्ड गर्दे भनेका हुन्छन् हो साथीहरू। अब भने म प्रति किन दाजुले यसो गरिरहेका छन् भनेर भूपेन्द्रको मनमा पनि यस्ता कुराहरू खेल्न थालेका छन् हो साथीहरू। अब भने भूपेन्द्र रात बिताएर घर आउन नपाउँदै यता भुन्टीको भने त्यस घरमा प्रवेश भइसकेको अवस्था छ हो साथीहरू। अब यता भूपेन्द्रका भाइ भीमले भने अब दाजु भूपेन्द्रलाई मैले भोलि जानेको छु भनिरहने क्रममा के गर्नुहुन्छ भनेर सोधिरहेका अवस्थामा अब जे हुन्छ भोलि नै गर्नेछु भनेका दाजुले भने अब भूपेन्द्रसँग केही कुराकानी गरिरहेको अवस्था नदेखि यता सदाका लागि माइत हिँडेकी भुन्टी भने अब भूपेन्द्रकै रुममा बसिरहेको अवस्था छ हो साथीहरू। जब भूपेन्द्रले ढोका खोलेका हुन्छन् तब भुन्टीलाई देखेका हुन्छन्।